Hello everyone, welcome back to my YouTube channel. हामी चाहिँ आज साथीको घरमा जाँदैछु आज ब्लग छ चाहिँ लन्चमा हामी जाँदैछौँ हामीले चेन्नई है उसको चाहिँ अराउन्ड 1 hour रहेछ है अब on the way to his restaurant हामी जाँदैछौँ है त्यहाँको विषय हामी चाहिँ यहाँ आएका छौँ आकाश ब्रोको घरमा होइन यो होइन यहाँ देखा बल्ल बल्ल यहाँ आएको छौँ यहाँ 1 घन्टा जस्तो लागेको छ मोटामोटी है बल्ल बल्ल यहाँ आइपुग्यो है ब्रोको घरमा त्यो त म त यस्तो नानीहरूलाई पनि भेटौँ भनेर यस्तो सानो भ्लग बनाइदिउँ भनेको त टेरिका यहाँ रहेछ रुम ठुलो रहेछ रुम चाहिँ मजाको कम्फर्टेबल रहेछ नि अन्त आमा दामी राम्रो दामी त्यही त हो नानी बुवा चाङहरूलाई भेटौँ भनेको त टेरिका हो च्यानल हेर्दै बस्दैछौँ है यहाँनिर बसेर चाहिँ च्यानल हेर्दैछौँ यहाँ साथी घरमा अब अलिकति हल्का रमाइलो भइहाल्यो यहाँ अब यसो फर्स्ट टाइम आएको यहाँ साथी चाहिँ अलमोस्ट 31 years है यहाँ चेन्नईमा बेस्ट वान अफ द मोस्ट एक्सपिरियन्स ल अलिकति ठन्डा पनि यहाँ भन्दैछ लु खाइदिउँ भनेर लु ल गरम पनि अति नै रहेछ आज हो ल लु मजाको चिटिक्क परेको रहेछ नि आमा मेन सिटीकै उयसमा रहेछ ठाउँमा रहेछ प्रपरै रहेछ यो चाहिँ अब के अरे उतातिर गयो भने चाहिँ अब टी नगर सोध्छ क्या जसले पनि है त्यो के अरे 2-3 महिना अगाडि क्या त त्यो अस्ति पनि भयो नि के होइन हल्का बजार चाहिँ ए हो शीतल दामी दामी चिटिक्क परेको सानो अब ट्रिट आकाश साथी बढाउने हल्का ट्रिट भयो अब स्पेसल सेफ हो अब सेफको हातबाट दामी बनाएको छ टेस्टी बनाएको दामी भएको छ चेक यो चाहिँ कसले बनाएको यो छोरीले अर्को चाहिँ यो चाहिँ मैले बनाएँ सेफ पऱ्यो अब पुरै छ नि अब यो चाहिँ मैले बनाएको होइन यो चाहिँ मेरो छोरीले बनाएको दामी दामी एकदम दामी मिठो एकदम दामी फिस इज ओके मेरो छोरीको फोटो निकालिदिनु भिडियोमा आएको छोरी दामी दामी यहाँ चाहिँ आकाशको ठुलो छोरी है काम गर्दैछ अहिले ब्याङ्कमा सानो चाहिँ स्कुल गएको रहेछ अहिले आउँछ है मेरो वाइफको क्या यहाँ साथी एकदम लङ टाइम ब्याक भेट्यौँ चेन्नईमा सोचेको पनि थिएन यहाँ भेट्छ भनेर है भेट भयो खुसी लाग्यो यस हि रियली ट्रिटेड अस वेल थ्याङ्क यू सो मच साथी एकदम मजा आयो मन पर्यो है एकदमै दामी यहाँ चाहिँ आज साथीले यहाँ बोलाइरहेको छ है हामी फ्यामिली आएको छौँ यहाँनिर इन्भाइटेड बाई हिम फर लन्च है यहाँ छ यिनीहरू अस्ति यहाँबाट थर्ड फ्लोरदेखि सेकेन्ड फ्लोरमा झरेर
배우시는데 나도 보고 엄마도 보고 여기 있는 사람들이 다 봤어요. 우리 배우씨가 항상 챙겨서 खाना चाहिँ दामी भयो है लु मेरोबाट ताली दामी बनाएको चाहिँ चिकन बिरयानी है क्वाइट डेलिसियस उसको मिसेसले रहेछ बनाएको तर हि इज द बस हि इज द सेफ हो हि नोज एभ्रिथिङ हाउ टु कुक दामी बनाएको मन पर्यो क्वाइट टेस्टी र हामी यहाँ सबैजना भेला भएको छ यहाँको ट्रकले एभ्रिवान इज थ्याङ्क यू सो मच ब्रदर धेरै धेरै धन्यवाद है हाम्रो धन्यवाद स्मल वान अल्सो स्मल वान त्यो व्हाट्स हर नेम त्यो नाम रिन्चेन शी इज अ क्यूट लिटल गर्ल थ्याङ्क यू है थ्याङ्क यू सो मच र अन्तमा हामीले मेमोरीको लागि एउटा सानो एउटा फोटो पनि लियौँ है थ्याङ्क्स अगेन एभ्री वान